नमस्ते, म तुलसी नेवार हजुरको अगाडि एउटा सानो भिडियो लिएर आएको छु केही टिप्स केही जानकारीको बारेमा। त हजुरहरू कहाँबाट हेर्नु हुँदैछ जरुर कमेन्ट गर्नुहोला। त म दोकानमा बसी बसी एउटा हजुरहरूलाई ज्ञान दिउँ भनेर सोचे। त हजुरहरू पैसा गन्दा 1 2 3 4 यसरी गन्छन् हैन, तर यो गन्दा रङ हुन्छ त घरमा लक्ष्मी आउँदैनन्, पैसाहरू घर हातमा हुँदैन, सबै बाहिर जान्छ। त्यही भएर हामीले पैसा गन्दा जहिले पनि 1 2 3 4 यसरी गर्नुपर्छ। त पैसा गन्दा यो आफूतिर फर्क्यो नि त पैसा सबै आफ्नो हातमा आफ्नो घरमा आउँछ। यसरी गरेर पनि सबै बाहिर उडेर जान्छ। ट्राई गर्नुहोस्, हो कि होइन त्यहाँबाट मलाई कमेन्ट गरेर जनाउनु होला। त किन पैसा देखाए त्यही भन्नलाई देखाए हजुरहरूलाई। त हजुरहरू सबैजना ट्राई गरेर हेर्नु, कहिले पैसा बाहिरतिर नफ्याँक्नु, आफूतिर फर्काएर गर्नु।